आज चाहिँ म कति सुत्नु भनेर भाउजूलाई यसो सघाउँ न त भनेर उठेर मकै भुट्नु पर्यो भनेर मकै टन्न भुट्न रहेछ सातु बनाउनलाई। अब असार लाग्यो नि त, अनि असारको लागि धान रोप्नलाई सातु खाजा हुन्छ भनेर भुट्न लागेँ। गर्मी चाहिँ थियो किनकि आगोको छेउमा बसेर टन्न भुटिसकेको थिएँ, अनि गर्मी हुँदै भुटेँ। अनि त्यो चुलो चाहिँ एकदमै खत्तम भएको रहेछ क्या, अनि त्यसलाई पनि पोच्छु भनेर माटोसाटो ठिक पारेको थिएँ। पानी पर्न लागेको थियो, पल्लो घरमा यत्रो धेरै मकै सुकाउनु भएको रहेछ। अनि त्यो मकैहरू उठाउन गएँ सघाउनलाई। अनि त्यो मकै सक्न साथ अर्को ठुलमम्मीहरूको घरमा पनि मकै फिजाएको थियो। अनि हतार हतार यो सकेर उता गएर उठाइदिउँ, त्यहाँ चाहिँ तिर्पलमा रहेछ र अलिक सजिलो भयो। अनि घर वरिपरि रुख भएपछि त पातपतिङ्ग नझर्ने त कुरै हुँदैन। त्यसपछि म आज सफा गर्छु भनेर लागेँ सफा गर्नतिर। अनि मलाई चाहिँ आजकल के लाग्छ भने नि, आफ्नो जस्तो छ त्यसमा चाहिँ एकदमै रमाउन सिक्नुपर्छ जस्तो लाग्छ कि। अरूको हेरेर अरूको हाम्रो पनि त्यस्तै भइदियो हुन्थ्यो जस्तो गर्ने होइन कि। आफ्नो जे छ त्यसमै रमाउने हो, बरु आफ्नो जे छ त्यसलाई अझै बेटर बनाउन कोसिस गर्नुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ। अनि अर्को कुरा मलाई के लाग्छ भने नि, जिन्दगी त्यो होइन जुन हामी भोलि बनाउन चाहन्छौँ। जिन्दगी त त्यो हो जुन आज हामीसँग जे छ त्यसमै चाहिँ एकदम रमाउन सिक्नुपर्छ जस्तो लाग्छ क्या। यसको मतलब त्यो होइन कि तपाईँ प्रगति नै गर्न छोड्नुहोस्, ठुला सपना देख्नै छोड्नुहोस्, तर ठुला सपना देखे पनि अरूसँग कम्पेयर चाहिँ नगर्नुहोस् मात्र भन्न खोजेको हो है। अनि आज चाहिँ मेरो काम यस्तै सरसफाइ गर्ने थियो। अनि अघि भिजाएको माटोले चुलो पनि त सफा गर्न थियो, एकदमै फोहोर भएको थियो के। अनि म त भर्खर आएको हो नि त काठमाडौँबाट। आजकल मेरो यता काठमाडौँ जानेर आउने एकदमै टुङ्गै भएको थिएन। अनि म हिजो भर्खर आएको फेरि काठमाडौँबाट। अनि त्यसलाई सफा गरेर चुलो ढङ्ग नभएर फेरि चुलो पोत्न चाहिँ आउँथ्यो, लिप्नै आएन कि मलाई त्यो। अनि त्यो लिप्न नआएर ढङ्गै भएन। अनि जस्तो तस्तो गरेर सकेँ मैले। भाउजू हाँस्नु हुँदै थियो मैले गरेको देखेर। अनि मैले जस्तो तस्तो सकेँ त्यो। अनि नुहाइधुवाइ गरेर आएको थिएँ, भाउजूले बोकाउनु भयो भनेर आँपसाप काटेर राखिदिनु भएको रहेछ। अहिले चाहिँ हाम्रो घरमा मालदह पाकिसकेको छ कि। हाम्रोमा मात्र होइन, अहिले चाहिँ सबैको घरमा पाकिसकेको हुन्छ साथीहरू। मिठो मान्दै मैले खाएँ। आजलाई यति नै, फेरि भेटौँला है त अर्को भिडियोमा।